उई 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 ए एक्सिडेन्ट भयो यार। यहाँ त कडा एक्सिडेन्ट भयो त। गाइज वेलकम टु माई भ्लग। तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हामी बुटोलबाट प्युठानतिर जाँदैछौँ हैन। बुटोलबाट प्युठानको यात्रा सुरु भइसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ बुटोलको टिनाउ पुल हो। अब हामी हिँडिसकेका छौँ गाडीमा। यो बुटोल बस्ती देख्न सक्नुहुन्छ तपाईहरु। टक्क यो पुरानो बुटोल साइडको हो। हामी आँखा हस्पिटल कहाँ पुगिसकेका छौँ अब। अनि तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यसो यता काम बनिरहेको छ बाटोको। यहाँ तल चाहिँ यो चाहिँ हाम्रो बुटोलको बजार हो। यसो राम्रो चाहिँ मेरो क्यामेराले लिइरा छैन, सिम्पल मोबाइलबाट खिचिरहेको कारणले। तर यहाँ बबाल देखिन्छ यहाँबाट रियलिटीमा चाहिँ। तपाईहरु टक्क देख्न सक्नुहुन्छ आज चाहिँ हल्का बादलहरु ओसुहरु लागेको कारणले त्यस्तो राम्रो आएको छैन। नत्र भने यहाँबाट दामी देखिन्छ। हामी चाहिँ अब प्युठान कुदिरहेको छौँ गाडीमा। तपाईहरु टक्क हेर्न सक्नुहुन्छ। काम पनि आज मधुरो लागेको कारणले ठाउँमा आज बाटो बनिरहेछ। हेलो गाइज, अब हामी चाहिँ प्युठान छिरिसकेका छौँ। अब तपाईहरु प्युठानको बाटोहरु देख्न सक्नुहुन्छ। अनि प्युठानमा यसो पहाडहरु पनि देख्न सक्नुहुन्छ। टक्क पारेर हेर्नुस् आज यो चाहिँ प्युठानको बाटो। अनि त्यो चाहिँ टक्क पहाडहरु पनि देख्नुस्। प्युठानमा चाहिँ टक्क हरियो जंगलहरु हेर्न सक्नुहुन्छ। हामी प्युठान छिरिसकेका छौँ। प्युठानको बाटो पनि हेर्नुस् कस्तो छ भन्ने कुरो। प्युठानमा चाहिँ टक्क पहाडहरु र हरियो जंगलहरु देख्न सकिन्छ आनन्दले। तपाईहरु पनि देख्न सक्नुहुन्छ पहाडहरु, अग्ला अग्ला पहाड अनि हरियो जंगल। ल त गाइस, आज चाहिँ हामी यति भन्दै हाम्रो यो भ्लगलाई यहीँ सकौँ। तपाईहरु हेर्नुस् टक्क